आज असार 15 छ अनि असार 15 सँगसँगै यो दही चिउरे जस्तो यताको कुरा उता उताको कुरा यता हैन। अनि चिउरामा दही थप्ने, दहीमा चिउरा थप्ने, चिनी थप्ने। यिनीहरूलाई चाहिँ धेरै शुभकामना, विशेष चाहिँ यिनीहरूलाई ल। यो जो चाहिँ यस्तो छन् नि, जो चाहिँ यस्तो काम गर्छ नि, उसलाई चाहिँ विशेष शुभकामना। किनकि दही चिउरे मान्छेलाई दही चिउराको शुभकामना त दिनु पर्यो नि त, होइन साथीहरू? ल, यो मान्छेलाई चाहिँ जो जो यसरी यो दही चिउरा जस्तै गर्दै हिँड्छ उसलाई चाहिँ धेरै शुभकामना असार 15को। अनि सधैँभरि त्यसरी नै दही चिउरा जस्तै कुरा गरेर बसिराख्नु, अरूको कुरा काट्नु, अरूको कुरा यता कुरा उता पुऱ्याउनु, उता कुरा यता पुऱ्याउनु होइन। जिन्दगी चाहिँ तिमीहरूको यसरी नै चलोस्, मेरो पनि यही शुभकामना। यो जो चाहिँ यस्तो खालको मान्छे छ त्यसलाई चाहिँ यस्तै खालको मैले शुभकामना दिएको छु ल, बुझेको? त्यही भएर फेरि अर्को वर्ष पनि दही चिउरा दिवस आइरहन्छ, मनाइरख, तिमीहरू कुरा गरिरख, वर्षैभरि कुरा काटिरख। तिमीहरूलाई कुरा काटेर कहिले पुग्दैन पनि होइन, नपुगोस् पनि, किनकि तिमीहरू त बाँच्नु पर्यो नि त, अरूको कुरा काटेर बाँच्नु पर्यो नि त होइन। अनि विशेष तिमीहरूकै दिवस आउँदाखेरि चाहिँ तिमीहरूकै यो जुन असार 15 दही चिउरा दिवस आउँदा त विशेष त झन् उनीहरूलाई नै हो नि त, उनीहरूको चाड हो क्या, ठुलो चाड होइन। उनीहरूलाई चाडपर्व जत्तिकै हो यो भनेको, असार 15 आउनु भनेको उनीहरूलाई चाहिँ ठुलो महान चाड आउनु जत्तिकै हो। जुन चाहिँ कुरा काट्ने, यता कुरा उता, उता कुरा यता, यता कुरा उता, फेरि पल्टा गर्ने हो, यसलाई चाहिँ विशेष शुभकामना। अनि अरू दाजुभाइ तथा दिदीबहिनी आमा बुवाहरू सम्पूर्णलाई चाहिँ असार 15को होइन यो धान दिवस पनि भनिन्छ विशेष। अनि यो यतिखेरको सिजन भनेको एकदमै धान दिवस सिजन पनि हो, टक्क त्यही छुप्पु धान रोप्ने होइन, टक्क उहाँहरूलाई पनि विशेष शुभकामना। एकदमै तपाईँहरू पनि राम्ररी मनाउनु होला, दही चिउरा जस्तै नहुनु होला। जो जो दही चिउरा हुनुहुन्छ उहाँहरू त छँदै हुनुहुन्छ, नहुने चाहिँ नहुनु होला है। र सबैलाई शुभकामना मेरो तर्फबाट। र जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्, खुसी रहनुहोस् भन्दै म बिदा हुन्छु। नमस्ते, बाई बाई।